लगायत हामी यसलाई गलाउँदैछौँ है, गलाउने काटेर प्रोसेस गर्दैछौँ। हेर्न सक्नुहुन्छ धेरै दिनपछि गलाउँदैछौँ यसलाई। साटेर अरू सामान लिनको लागि ग्राहकहरू आउनुभएको थियो, त्यही भएर उहाँको सामान मैले गलाउँदैछु साटेर दिएर है। यति पातलो छ, भाँचियो कुच्चियो भनेर नानाभाँती कमेन्ट गर्नुहुन्छ। हेर्नुहोस् कति पातलो हुन्छ, कति लामो प्रोसेस छ, कति जोखिमयुक्त काम छ है। त्यसैमा पनि अग्रङ बग्रङ कमेन्ट यसमा पनि नआउला भन्न सकिँदैन है। नानाभाँती कमेन्ट गरिरहनु भएको छ। हेर्न सक्नुहुन्छ कति पातलो छ है, हेर्न सक्नुहुन्छ यति पातलो छ। यति छुए पनि पिच्चिने खालको दाग लाग्छ। हेर्नुहोस् ब्रुसले हान्दा नि यसरी पिच्चिरहेको छ भनेपछि। अनि हजुरहरूले सोध्नुहोस् कस्तो हुँदो रहेछ सामान भनेर नानाभाँती कमेन्ट गरिरहनु भएको छ। हेर्नुहोस् कति पातलो छ, यसरी पिच्चिन्छ। यो त प्लास्टिक भन्दा नि पातलो छ है। हेर्नुहोस् सुन कत्रो छ भन्ने, कत्रो सामान सुनले कत्रो सामान बनेछ भन्ने हजुरहरूले आफै हेर्न सक्नुहुन्छ। यत्रो सुन छ हेर्न सक्नुहुन्छ। त्यही पनि